सार्वजनिक सेवा प्रसारण एनटिभी कोहलपुर। नमस्कार। एनटिभी कोहलपुरबाट प्रसारण हुने साइबर क्याफेमा म कार्यक्रम सञ्चालक रेग भण्डारी तपाईँ सम्पूर्ण दर्शकहरूलाई हार्दिक स्वागत गर्दछु। साइबर क्याफे कार्यक्रम मार्फत हामी सूचना प्रविधिका विविध आयाम, डिजिटल शिक्षा, साइबर सुरक्षा तथा आधुनिक प्रविधिको प्रभावकारिता, उपयोगिता बारेमा सर्वसाधारण नागरिकलाई सुसूचित गर्दै अगाडि बढेका छौँ। नागरिकलाई सुसूचित गराउने हाम्रो उद्देश्य रहेको छ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय विज्ञान शिक्षक तथा लेखक, शैक्षिक नेतृत्वकर्ता एम नाथ पौडेल। उहाँ विगत 28 वर्षदेखि शैक्षिक क्षेत्रमा सक्रिय हुनुहुन्छ। हाल बाँकेको श्री त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा माध्यमिक तहमा विज्ञान शिक्षकको रूपमा कार्यरत हुनुहुन्छ। उहाँले सहायक प्राध्यापक, सहायक प्रधानाध्यापक र प्रधानाध्यापकको जिम्मेवारी समेत सम्हालिसक्नु भएको छ। उहाँ विज्ञान शिक्षक समाज नेपाल स्टानका लुम्बिनी प्रदेशका अध्यक्ष तथा केन्द्रीय समितिका सदस्य हुनुहुन्छ। विज्ञान शिक्षामा पुर्याएको योगदान बापत विज्ञान शिक्षक पुरस्कार 2079बाट सम्मानित हुनुभएको छ। उहाँसँग हामी सूचना प्रविधि, शिक्षा क्षेत्रमा यसको उपयोग, प्रभावकारिता, चुनौती र भविष्यका सम्भावनाका बारेमा विस्तृत रूपमा हामी छलफल गर्नेछौँ। कार्यक्रम अन्त्यसम्म हामीसँग रहनुहोला। एम सर, साइबर क्याफे कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ। धन्यवाद सञ्चालकज्यू। सबैभन्दा पहिले नेपालमा सूचना प्रविधिको अवस्था कस्तो देख्नुहुन्छ? विशेष गरी विद्यालय शिक्षा क्षेत्रमा सूचना प्रविधिको प्रभावकारिताका बारेमा यहाँले कसरी मूल्याङ्कन गर्नुभएको छ? धन्यवाद सञ्चालकज्यू। अहिले वर्तमान सन्दर्भमा नेपालमा सूचना प्रविधि तीव्र रूपमा विकास हुँदै गइरहेको छ। अहिले विद्यालयहरूमा पनि सूचना प्रविधिको प्रयोग बढिरहेको छ। नेपाल सरकारले पहिला विज्ञान मात्र विषय भएकोमा यसलाई अहिले विज्ञान तथा प्रविधि विषय जोडेर कक्षा 4 देखि 10 सम्म अनिवार्य विषयको रूपमा अध्यापन भइरहेको छ। यो विज्ञानलाई प्रविधिसँग जोड्नको लागि विज्ञान तथा प्रविधि विषयमा सूचना तथा सञ्चार भन्ने एउटा एकाइ नै राखेर त्यसबारेमा कक्षा 4 देखि कक्षा 10 सम्मका विद्यार्थीहरूले त्यो बारे जानकारी लिइरहेका छन्। नेपालको सन्दर्भमा हेर्ने हो भने अलि सुविधा सम्पन्न सामुदायिक विद्यालयहरूमा सूचना प्रविधिको व्यापक प्रयोग भएको पाइन्छ। स्मार्ट बोर्ड लगायत विभिन्न एप्सहरू छ। एप्सहरूबाट उनीहरूले सिकाइ पनि गरिरहेका छन्। तर दूरदराजमा भएका अथवा दुर्गम विद्यालयहरूमा विद्युतको पनि पहुँच नपुगेको ठाउँमा सूचना तथा सञ्चार प्रविधि पुग्न सक्ने सम्भव पनि भएको छैन। त्यसले गर्दा सुगम जहाँसम्म यो सूचना तथा सञ्चारको सुविधा सम्पन्न भएका विद्यालयहरूले स्मार्ट बोर्ड लगायत डिजिटल लर्निङको रूपमा यसलाई व्यापक रूपमा प्रयोग भइरहेको छ र यसलाई शिक्षकहरूले पनि व्यापक रूपमा प्रयोग गरेको पाइन्छ। अहिलेको सूचना प्रविधिको समयमा यसलाई नेपालका विभिन्न विद्यालयहरूले यसलाई अङ्गीकार गरिरहेको र अब यसलाई व्यापक रूपमा प्रयोग भइरहेको अवस्था देखिन्छ। हजुरको भनाइमा प्रभावकारी रूपले यो सूचना प्रविधिको शिक्षा क्षेत्रमा प्रयोग भइरहेको छ। हजुर, अब यही कार्यक्रमलाई अगाडि बढाउने क्रममा मैले सुनेअनुसार परम्परागत शिक्षामा टिचर्स आर कन्सिडर एज अ नलेज प्रोड्युसर एन्ड स्टुडेन्ट्स आर कन्सिडर एज अ नलेज कन्ज्युमर। सूचना प्रविधिको विकासको कारणले गर्दाखेरि यो भनाइ अब परिवर्तन भएको छ र समय सापेक्ष छैन जस्तो लाग्छ। यो वर्तमान अवस्थामा डिजिटल शिक्षाको अवधारणाले परम्परागत शिक्षण पद्धतिलाई अथवा परम्परागत शिक्षा पद्धतिमा
कस्तो परिवर्तन ल्याएको छ र शिक्षक विद्यार्थी दुवैका लागि यसको महत्त्व र चुनौतीहरू के हुन सक्छन्? धन्यवाद। अहिले सूचना सञ्चार प्रविधिको प्रयोगले परम्परागत शिक्षणपद्धति कस्तो थियो भन्दा हामीले चक डस्टर मात्रै प्रयोग गर्थ्यौँ र व्याख्यान विधि मात्रै सीमित थियो। लेक्चर विधिबाट सीमित गर्दा विद्यार्थीहरूलाई हामीले पर्याप्त मात्रामा बुझाउन सकिरहेका थिएनौँ। विद्यार्थीलाई हामीले अहिले के भएको छ भन्दा अमूर्त चिजलाई पनि हामीले मूर्त रूपमा देखाउन सम्भव भएको छ। अहिले हेर्ने हो भने विभिन्न किसिमका यो टुल्सहरू छ, ती टुल्सहरू प्रयोग गरेर विद्यार्थीहरूलाई उनीहरूलाई एउटा डिजिटल संसारमा पनि परिचय गराउनलाई सम्भव भएको देखिन्छ। अहिले हामीले कक्षामा पढाउँदा कुनै चित्र बनाएर चित्रको बारेमा उनीहरूलाई बुझाउन खोज्यो भने उनीहरूलाई चाहिँ बुझाउन गाह्रो हुन्थ्यो भने अहिले त्यसैलाई एउटा सिमुलेसनको रूपमा एनिमेसनको रूपमा देखायो भने उनीहरूलाई बुझ्न पनि सजिलो हुन्छ। त्यसैले गर्दा जस्तै एउटा रक्त सञ्चार प्रणालीको बारेमा हामीले विद्यार्थीले पढाउँदै गर्दा हामीले चित्र बनाएर देखाउँछौँ, अस्त्र यहाँबाट आउँछ, यहाँ फोक्समा शुद्ध हुन्छ, फोक्सबाट विभिन्न भागमा पुग्छ भनेर हामीले चित्रमा देखाउँछौँ। त्यसैलाई हामीले एनिमेसनबाट देखायो भने विद्यार्थीले के हुन्छ न रगतको प्रवाह कसरी हुन्छ भन्ने कुरा उनीहरूलाई एकदमै सही रूपमा हुन्छ। त्यसले गर्दा यसलाई अहिलेको डिजिटल प्रविधिलाई शिक्षकहरूले पनि व्यापक रूपमा प्रयोग गरेको पाइन्छ। अहिले शिक्षकहरूले पाठको तयारी गर्दा, लेसन प्लान बनाउँदा, आफ्नो कुनै कन्टेन्टहरू खोज्दा उनीहरूलाई सहज भएको छ। साथै विद्यार्थीहरूले पनि एउटा शिक्षकले पढाएको कुरालाई मात्रै उनीहरूले राम्रोसँग बुझेनन् भने पनि उनीहरूले आफूले चाहेको समयमा उनीहरूले विभिन्न किसिमका टुल्सहरू, एआई टुल्सहरू प्रयोग गरेर पनि उनीहरूले आफ्नो चाहेको अनुसार सिक्न सक्छन्। अहिले एआई टुल चाहिँ के भएको छ भन्दा विद्यार्थीको जुनसुकै समय पनि उनीहरूको स्तर अनुसार, चाहना अनुसार उनीहरूलाई सिकाउन सम्भव भएको छ। तर त्यसमा एउटा निर्देशनको कुरा पनि सही दिनुपर्ने हुन्छ। कहिलेकाहीँ त्यसमा दिने प्रम्प्टहरू, निर्देशनहरू सही नभएमा गलत सूचनाहरू पनि आउन सक्छ। त्यसले गर्दा यो विद्यार्थीहरूलाई पनि अहिले विभिन्न किसिमका प्लेटफर्महरू छन्। जस्तै नेपाल सरकारले पनि अहिले एनटिभीबाट र विभिन्न रेडियो माध्यमबाट पनि यो एसीको सिकाइको लागि विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गरेर प्रत्यक्ष प्रसारण पनि भइरहेको छ। साथै एनसिइडीले शैक्षिक जनशक्ति विकास केन्द्रले एउटा युट्युबमा भिडियोहरू पनि राखिदिएर विद्यार्थीहरूलाई जुनसुकै बेला पनि सिक्न सम्भव हुने बनाइदिएकोले गर्दा अहिले सबै कक्षाहरूको कन्टेन्टहरू अहिले हामी डिजिटल लर्निङमा पाउँछौँ। त्यसले गर्दा विद्यार्थीहरूलाई सिक्न सजिलो भएको छ। आफ्नो चाहेको बेला उनीहरूले सिक्न सक्छन्। शिक्षकले पनि पढाएको कुरालाई बुझाउन सजिलो भएको छ। शिक्षकले कक्षामा पढाएको नबुझेको कुरालाई पनि विद्यार्थीहरूले आफ्नो घरमै बसेर उनीहरूले सहिलेसँग बुझ्न सक्छन् र सहज रूपमा सजिलो भएको छ। यसले गर्दा अहिले के छ भन्दा शिक्षकहरूलाई पहिला अध्ययन गर्न गाह्रो हुन्थ्यो भने अहिले कुनै पनि एआई टुल्सहरू प्रयोग गरेर उनीहरूले आफ्नो पढाइलाई अथवा अध्यापन कार्यलाई पनि निरन्तरता दिन पनि सजिलो भएको छ। अहिले विभिन्न खुला विश्वविद्यालयहरू पनि खुलेका छन्। खुला रूपमा पनि शिक्षकहरूले अध्ययन गर्न पनि पाइरहेको छ, उता अध्यापन गर्न पनि पाइरहेको छ र विद्यार्थीहरूलाई पनि आफूले प्रयोग गर्नुपर्ने कन्टेन्टहरूलाई एकदमै राम्रोसँग उत्कृष्ट रूपमा दिनलाई सजिलो भएको छ र नेपाल सरकारले पनि यस्ता विभिन्न किसिमका कन्टेन्टहरूलाई डिजिटल रूपमा चाहिँ प्रयोग गर्दै आइरहेको छ र भविष्यमा अझै यसलाई थप विस्तार गर्दै गर्ने पनि अपेक्षा गरिएको छ। यहाँनिर पहिलेको जुन परम्परागत पद्धति थियो, जुन टिचर या जुन नलेज प्रोड्युसरको रूपमा हेरिन्थ्यो, अब सूचना प्रविधिको टुल अथवा एआई टुलहरूले गर्दाखेरि त्यो भाष्य परिवर्तन भएको छ र फेसिलिटेटरको रूपमा उहाँहरूले काम गरिरहेको अवस्था हो। अहिले वर्तमान अवस्थामा त्यस्तै देखिन्छ। एआई टुल्स एउटा सहयोगीको रूपमा मोनिटरको रूपले गर्दा शिक्षक एउटा मोनिटरको रूपमा काम गर्नुपर्ने अवस्था देखिन्छ। किनभने विद्यार्थीहरूलाई अब के सिक्ने भन्दा कसरी सिक्ने भन्नेतिर सिकाउनु अहिले आवश्यक छ। विद्यार्थीहरूले सिक्नलाई कुन प्रक्रिया सिक्दा सजिलो हुन्छ भन्ने कुरालाई उनीहरूलाई सिकाउन सक्यो भने अहिले सिकाइ पनि सहज हुन्छ। अहिले मोबाइलको रूपमा हामी हेऱ्यौँ भने विद्यार्थीले एउटा मनोरञ्जनको रूपमा मात्रै नलिएर त्यसलाई एउटा अध्ययन अध्यापनको विषयमा लियो भने हामीले यसमा विस्तृत कुराहरू, एउटा इन्टरनेट भनेको एउटा ज्ञानको सागर हो, त्यसमा अथाह ज्ञानहरू छ, तर त्यसलाई कतिसम्म प्रयोग गर्नु भन्ने कुरा प्रयोगकर्ताको पनि सीमामा रहन्छ। त्यसैले गर्दा शिक्षकले के गर्नुपर्ने भएको छ भन्दा विद्यार्थीहरूलाई पूर्ण रूपमा एउटा एआई मात्रै प्रयोग गरेर जाँदा उनीहरूको सोच्ने क्षमताहरू, उनीहरूको मानसिक चिन्तन कुराहरू पनि एकदमै कम विकसित हुने हुँदा उनीहरूलाई पनि एआईको बारेमा आउने छु। मैले यहाँनिर के बुझेँ भने विद्यार्थीहरूले सूचना प्रविधिका इक्विपमेन्टहरू, टुल्सहरू, एप्सहरू इडुटेनमेन्टको रूपमा प्रयोग गर्दाखेरि लर्निङमा केही इन्हान्स हुने जस्तो देखियो।
अब मैले यहाँनिर कुरा कार्यक्रमलाई अगाडि बढाउने क्रममा यो सूचना प्रविधिको उपयोग विभिन्न क्षेत्रमा विभिन्न तरिकाले विभिन्न उद्देश्यका साथ भइरहेको छ। साथै यो सूचना प्रविधिको उपयोग विज्ञान शिक्षामा अथवा अन्य विषयमा कसरी भइरहेको हजुरको अनुभवमा पाउनु भएको छ? यसलाई विज्ञान शिक्षामा को कुरा गर्ने भने सर्वप्रथम विज्ञानकै कुरा गर्छु। जस्तै अहिले हामीले अन्तरिक्षमा ग्रहहरूको बारेमा तारामण्डलको बारेमा अध्यापन गर्नु पर्यो भने हामीले एउटा लेक्चर विधिबाट मात्रै देखाउन सक्थ्यौँ। अहिले विभिन्न किसिमका गुगल स्काई लगायत यस्ता एप्सहरू छन्, सफ्टवेयरहरू छन्। ती सफ्टवेयरले के भएको छ भन्दा उनीहरूलाई यहीँबाट ग्रहहरूको चाल, अन्तरिक्षमा तारामण्डल कसरी रहेका छन् भन्ने कुरालाई हामीले सजिलैसँग देखाउन सम्भव भएको छ। अहिले विभिन्न किसिमका सिमुलेसन छन्, जस्तै एउटा फेड सिमुलेसन भनेर हामीले पाउँछौँ, टुल्स छ। फेड सिमुलेसनबाट हामीले विज्ञानमा रासायनिक प्रतिक्रिया होस् अथवा जुनसुकै कुराहरू होस्, कुनै पनि नियम सिद्धान्तहरू होस्, न्युटनको चाल सम्बन्धी नियम कुराहरू होस् अथवा अन्य पास्कलका नियम कुराहरू होस्, जुनसुकै सिद्धान्तहरूलाई पनि हामीले के गर्न सक्छौँ भन्दा विद्यार्थीहरूलाई एउटा भर्चुअल ल्याबबाट शैलीसँग उनीहरूलाई प्रत्यक्ष रूपमा सिकाउन सकिन्छ। यस्ता सूचना सञ्चार प्रविधिका जुन टुल्सहरू छन्, टुल्सहरूले विज्ञानको क्षेत्रमा शिक्षकहरूलाई अध्यापन गर्नको लागि एउटा विषयवस्तुको व्याख्या मात्रै गरेर जानुभन्दा हामीले यसलाई प्रत्यक्ष रूपमा उनीहरूले आफूले अनुभव गर्ने, देख्न सक्ने, सहजै उनीहरूले बुझ्न सक्ने हुनाले यो सिकाइ दीर्घकालीन रूपमा हुन गएको छ, जसले गर्दा सिकाइलाई एउटा उनीहरूलाई पनि चाखलाग्दो रूपमा एउटा हामीले घोकन्ते विद्याको रूपमा रहँदा उनीहरूलाई के छ, शिक्षकले कक्षामा पढाउने मात्रै गर्दा उनीहरूलाई याद गर्न गाह्रो हुन्थ्यो। अहिले शैक्षिक सामग्रीले प्रयोग गर्दा के हुन्छ, उनको सिकाइ क्षमता पनि स्मरणशक्ति पनि बढ्छ। त्यसैमा दृश्य मात्रै नभएर श्रव्य दृश्य सामग्रीको रूपमा हामीले जब प्रयोग गर्न थाल्छौँ, श्रव्य दृश्य सामग्रीमा प्रयोग गर्दा विद्यार्थीहरूको एउटा सिक्ने अब लामो समय स्मरण रहने र उनीहरूलाई पढेको विषयवस्तु बुझ्न पनि सहज भएको छ, जसले गर्दा विज्ञानको एउटा कठिन विषयको रूपमा पनि हेरिन्छ। तर विज्ञान हामीले के छ भन्दा प्रयोगात्मक हामी साधन प्रयोग गर्दा जोखिमहरू पनि छ। नेपालमा सबै विद्यालयहरू आर्थिक रूपमा सम्पन्न पनि छैनन्। आर्थिक सम्पन्न नभएका विद्यालयहरूमा प्रयोगात्मक सामग्रीहरू प्रयोग गर्न अलिकति कठिनाइ पनि छ र विद्यार्थी सङ्ख्या धेरै भएको ठाउँमा हामीलाई गाह्रो पनि हुँदा यो भर्चुअल ल्याबबाट देखाउँदा एउटा जोखिम पनि न्यून हुने, उनीहरूलाई प्रत्यक्ष रूपमा अवलोकन गराउन सकिने हुँदा यसले विज्ञान शिक्षालाई पनि सहयोग भएको छ। साथै अन्य विषयलाई पनि विभिन्न विषयका डिजिटल लर्निङ सामग्रीहरू प्रयोग गरेर स्मार्ट बोर्डहरू धेरै विद्यालयमा स्मार्ट बोर्डहरू पनि जोडिएका छन्। अहिले पावर पोइन्ट शिक्षकहरूले आफै निर्माण गरिरहेको छ, शिक्षकहरूले आफूले ज्ञानहरू आर्जन गरिरहेका छ, उनीहरूले सिकिरहेका छन्। विभिन्न किसिमका च्यानलहरूमा जोडिएर अहिले एउटा विभिन्न किसिमका संस्थाहरूले पनि यसमा शिक्षकहरूलाई सिकाउने काम पनि गरिरहेका छन्। सर, यसमा हजुरले भनेअनुसार यो जुन फेड सिमुलेसनको कुरा गर्नुभयो, यस्ता टुलले गर्दाखेरि अब हामीले ठुलो इन्फ्रास्ट्रक्चरमा पूर्वाधारमा खर्च नगरेर पनि विद्यार्थीले प्र्याक्टिकलका नमुनाहरू दिन सकिन्छ भन्ने जस्तो लाग्यो। र अरू यस्ता थुप्रै टुलहरू केही छन्? थुप्रै टुलहरू छन्। अब जस्तै गुगल स्काई छ। हजुर, गुगल स्काईबाट के छ भन्दा हामीले तारामण्डलहरू अथवा आकाशमा भएका कुरा विभिन्न किसिमका ग्रहहरूलाई पनि हामीले यहीँबाट प्रत्यक्ष रूपमा हामीले हेर्न सक्छौँ। त्यस्तै स्टेडियम पनि छ, त्यसले पनि त्यही सम्बन्धी कुराहरू गर्छ। अहिले विभिन्न किसिमका अहिले सफ्टवेयरहरू जुन डेभलप भएको छ, मोबाइलबाट नै हेर्न मिल्छ। जस्तै अहिले पेरियोड टेबलको बारेमा पनि हामीले अध्ययन गर्नु पर्यो भने एउटा एप्सबाट हेऱ्यो भने त्यो तत्त्वको बारेमा सम्पूर्ण विस्तृत विवरण हामीले हेर्न सक्छौँ। यस्ता थुप्रै टुल्सहरू अलि विकास भएका छन्। यति नै टुल्सहरू भन्न सकिने अवस्था छैन। जतिसुकै टुल्सहरू पनि हामी प्रयोग गऱ्यौँ भने अब कतिपय टुल्सहरू फ्री रूपमा दिएको छ, कतिपय टुल्सहरू हामीले किन्नुपर्ने पनि हुन्छ। तर अहिले केही टुल्सहरू जति पनि हामीले प्रयोग गरे पनि केही मात्रामा त फ्रीमै दिएको छ। त्यसले गर्दा हामीले विभिन्न कुराहरू तिनै टुल्सहरूबाट हामीले खोज्न र प्रयोग गर्न सजिलो भएको छ। अब सूचना प्रविधिको व्यापक उपयोग र परिवर्तन विकासले गर्दा विभिन्न क्षेत्रमा अहिले जेनेरेटिभ एआईको कुराहरू बढी आइरहेको छ अथवा कृत्रिम बौद्धिकताको कुराहरू बढी आइरहेको छ र यो प्रविधिले कृत्रिम बौद्धिकताले गर्दाखेरि विभिन्न क्षेत्रमा विशेष त शिक्षा क्षेत्रमा निकै चुनौती रहेको छ भन्ने कुराहरू आइरहेको छ र जसले गर्दाखेरि विद्यार्थीले शिक्षकलाई भनेका कुराहरू तुरुन्तै थाहा पाइने अथवा त्यसका जेनेरेटिभ एआईबाट विद्यार्थीले
नयाँ कुराहरू तुरुन्तै सिक्न सक्ने पनि एउटा फाइदाको कुरा हेरिएको छ भने त्यस्तै चुनौतीहरू टिचरलाई शिक्षकलाई बढेको अथवा त्यसको रेस्पोन्स गर्न नसक्ने अथवा क्रिएटिभिटीहरू कम गर्ने भन्ने कुरा आइरहेको छ। तपाईँले यो कृत्रिम बौद्धिकतालाई शिक्षामा कसरी सदुपयोग गर्दा र कस्ता कस्ता चुनौती छन् र यसलाई कसरी हामीले सही सदुपयोग गर्न सक्छौँ जस्तो लाग्दछ? अहिले विश्वभर व्यापक रूपमा चर्चाको रूपमा रहेको एआई टुल्सहरूले पक्कै पनि यसले शिक्षामा पनि प्रभाव पारेको छ। शिक्षा क्षेत्रमा भन्ने हो भने एआई टुल्सहरू प्रयोग गरेर विद्यार्थीलाई शिक्षकले कुनै होमवर्क दियो, कुनै प्रोजेक्ट वर्क दियो भने उनीहरूले आफ्नै पुरै हुबहु उनीहरूले एआई टुल्स प्रयोग गरेर पनि गर्न सक्ने अवस्था छ। त्यसले गर्दा हामीले के गर्नु पर्यो भन्दा विद्यार्थीहरूलाई एआई टुल्स प्रयोग गर्न हुँदैन भनेर हामीले भन्न सक्ने अवस्था पनि छैन। किन भन्दा अहिले विश्वमा व्यापक रूपमा एआई टुल्सहरूको प्रयोग पनि भइरहेको छ। त्यसले गर्दा विद्यार्थीले हामी के गर्नु पर्यो भन्दा उनीहरूलाई त्यस्ता विशेष कुराहरूलाई मात्रै उनीहरूलाई एआईबाट हामीले हेल्प गर्ने, कतिपय कुरा त्यहाँबाट अध्ययन गर्ने कुराहरूलाई हामी गर्न सक्छौँ। र एआई मात्रै एउटा ज्ञानको स्रोत हो, तर सबै कुरा एआईमा मात्रै भर पर्दाखेरि कतिपय गलत सूचनाहरू पनि एआईबाट आउन सक्छन् र एउटा उनीहरूसँग विद्यार्थीसँग एउटा वैज्ञानिक चिन्तन पनि उनको आफ्नो धारणा छैन भने उनीहरूले गलत सूचनाहरू पनि लिन सक्छन्। त्यसले गर्दा हामीले विद्यार्थीहरूलाई एआई टुल्स कसरी प्रयोग गर्दाखेरि सावधानी अपनाउनु पनि के छ, सजगता के छ भन्ने बारेमा पनि हामीले उनीहरूलाई जानकारी गराउनुपर्ने हुन्छ। र एआई टुल्स प्रयोग गर्दा उनीहरूलाई सहजता भएको छ, उनीहरूलाई सहिलो पनि भएको छ। तर टोटली पूर्ण रूपमा एआई टुल्सलाई मात्र प्रयोग गरेर जस्तै शिक्षकले एउटा होमवर्क दियो, होमवर्क दिँदाखेरि उनीहरूले त्यसैबाट एआई नै प्रयोग गरेर गरिदियो भने उनीहरूको बौद्धिक क्षमता घट्न जान्छ। अहिले सम्पूर्ण हामी एउटा एआईलाई हामीले दास बनाउने होइन कि हामी एआईको दास बन्न जान्छौँ। त्यसले गर्दा हामीले एआईले नै दास बनाएर त्यसलाई प्रयोग गर्ने हो, त्यसमा भरपुर प्रयोग गर्ने हो। तर पूर्ण रूपमा त्यसमा हामी रहनु भएन, त्यसमा विभिन्न किसिमका डिफेक्टहरू पनि हुन्छन्। त्यसबाट पनि हामी सावधानी अपनाउनुपर्छ। कतिपय एआईले सबै सूचनाहरू सही रूपमा दिन्छ भन्ने पनि छैन, तर हामीले त्यहाँ प्रयोग गर्ने प्रम्प्टहरू निर्देशनहरूमा भर पर्छ। यदि हामीले सही निर्देशन दिन सकेनौँ भने त्यसले जस्तै मानौँ उदाहरणको लागि हामीले कक्षाको लेभल, कुन कक्षाको लेभलको बारेमा हामीले चाहेका छौँ, कक्षाको लेभल कुराहरू, विषयवस्तुको गहिराई, त्यसले ओगट्ने क्षेत्रहरू कति छ, त्यो कुराहरू हामी खोलिएनौँ भनेर एउटा कन्टेन्ट मात्रै राखिदियो भने उसले एआईले धेरै कुराहरू दिन्छ। उसको सीमा क्षेत्रभन्दा बाहिर जाँदा उसको आफ्नो नलेजले कति ओगट्ने हो त्यसअनुसार आफ्नो कक्षा स्तर अनुसार विषयवस्तुको सीमा अनुसार उनलाई एआईले हामी निर्देशन दियो भने त्यसले त्यही मात्रै दिने गर्दा उनीहरूले चाहेको समयमा सिक्न सक्छन् र उनीहरूले बुझ्न पनि सक्छन्। र एआईलाई टोटली निर्भर रूपमा नभएर कुनै बेला अब आवश्यक परेको बेलामा थप अध्ययन सामग्री रूपमा चाहिँ लिन सक्छौँ। तर पूर्ण रूपमा एआई मात्रै भर पर्यो भने अहिले विद्यार्थीको बौद्धिक क्षमता पनि कम हुने, उनीहरूले सोच्ने क्षमता पनि कम हुने हुँदा हामीले विद्यार्थीहरूलाई यसलाई प्रयोग त गर्ने तर एउटा आवश्यकता मात्रै प्रयोग गर्न भन्नको लागि हामीले त्यस्तो किसिमबाट प्रेरित गर्न आवश्यक छ। मैले विभिन्न फोरमहरूमा छलफल हुँदाखेरि के सुनेको छु अथवा के अनुभूति मलाई भएको छ भने सूचना प्रविधिको विकास सँगसँगै यो कृत्रिम बौद्धिकताले गर्दाखेरि विशेष त जेनेरेटिभ एआईले गर्दाखेरि अबको शिक्षकको भूमिकामा व्यापक परिवर्तन आएको जस्तो लाग्दछ। र तपाईँले भनेका कुराहरू क्रिएटिभिटी घट्छ भन्ने कुराहरू पनि सुनिएको छ, तर उपयोग नगरी नहुँदो रहेछ भन्ने पनि आइरहेको अवस्थामा अबको शिक्षकको भूमिका कस्तो हुनुपर्दछ जस्तो लाग्छ? साँच्चै अबको शिक्षक 21st सेन्चुरीको शिक्षक जसले चाहिँ जुन जेनेरेटिभ एआईले गर्दा जुन चुनौतीहरू ल्याएको छ, अबको शिक्षक कस्तो हुनुपर्दछ जस्तो लाग्दछ? धन्यवाद। र शिक्षकको भूमिका कस्तो हुनुपर्दछ जस्तो लाग्दछ? अबको शिक्षक एकदमै अध्ययनशील हुनुपर्छ। अहिले हामीले कतिपय देखिरहेका छौँ भन्दा शिक्षकहरूमा आइसिटीको नलेज कम भएको, अब कतिपय शिक्षकहरूले सिक्न पनि नचाहने हुँदा विद्यार्थीहरू यति धेरै अगाडि बढिसकेका छन् कि शिक्षकले भन्दा पहिला विद्यार्थी थाहा पाउने भएको अवस्था पनि छ। त्यसले गर्दा के भएको छ भन्दा अहिले शिक्षकहरू एउटा हामी परम्परागत पुरानो पद्धतिलाई छोडेर अहिले अध्ययनशील हुनु पर्यो, विभिन्न टुल्सहरू जानकारी हुनु पर्यो। हामीले एकदमै दिन प्रतिदिन जुन विकास भइरहेको छ विकाससँग पनि हामी निरन्तर अगाडि बढ्नु पर्यो। र यदि हामीले हाम्रो ज्ञानको सागरलाई वृहत रूपमा विस्तृत गर्न सक्दैनौँ भने पुरानो जुन परम्पराबाट हामी गइरहेको जाँदा अहिले त्यस्ता शिक्षकहरू
भविष्यमा टिक्न पनि सक्ने अवस्था हुँदैन। त्यसले गर्दा हामीले के गर्नु पर्यो भन्दा एउटा अध्ययनशील जिज्ञासुशील हुनु पर्यो र नयाँ नयाँ कुराहरू अध्ययन गर्नु पर्यो र हामीले विषयवस्तु सम्बन्धी पनि कन्टेन्टहरूबारे के कस्तो एआई टुल्सहरू छ, कसरी आइरहेको छ जानकारी हुँदा उनीहरूलाई विद्यार्थीहरूलाई पनि एउटा त्यसको बारे जान सजिलो पनि हुन्छ। र अहिले यदि शिक्षकले यो बारेमा जानकारी भएन भने, शिक्षकलाई पनि जानकारी छैन भने त्यस्ता शिक्षकहरू अहिले पछाडि पर्ने अवस्था विद्यमान अवस्थामा देखिन्छ। यसै प्रसङ्गमा यहाँनिर जेनेरेटिभ एआईले गर्दाखेरि शिक्षकको भूमिकामा व्यापक परिवर्तन र चुनौती बढेको कुरा छ। अब सूचना प्रविधि र डिजिटल शिक्षा विकासको लागि सरकार र शैक्षिक संस्थाहरूले के कस्ता नीतिहरू अवलम्बन गर्नुपर्छ, सरकारले के गरिदिनुपर्छ, विद्यालयले के गर्नुपर्छ, प्रधानाध्यापकले के गर्नुपर्छ भन्ने कुरामा नीति कस्तो हुनुपर्छ जस्तो लाग्दछ? यसमा सरकारले सूचना तथा प्रविधि क्षेत्रमा लगानी पनि व्यापक बढाउनु पर्ने हुन्छ। अब विद्यालयहरूमा सूचना तथा सञ्चार प्रविधिका टुल्सहरू सम्पन्न बनाउनु पर्ने हुन्छ। एउटा सम्पन्न विद्यालयहरू बजार क्षेत्रका विद्यालयहरूमा अथवा आर्थिक स्रोत बढी भएका विद्यालयहरूले त प्रयोग गर्न सक्लान्, तर दूर दराजका विद्यालयहरूलाई पनि पुग्न सक्ने हुनाले उसले व्यापक लगानी गर्नु पर्यो र इन्टरनेट सुविधाहरू पनि एउटा तीव्र गति इन्टरनेटको पनि व्यवस्था गर्नु पर्यो। र अहिले विद्यालयहरूले आफैले सर्वस्व रूपमा चाहिँ प्रयोग गर्न सक्ने अवस्था हुँदा सरकारले पनि विभिन्न किसिमका इन्टरनेट सेवा प्रदायक संस्थाहरूसँग मिलेर विद्यालयहरूलाई निःशुल्क रूपमा अथवा सस्तो दरमा इन्टरनेट प्रोभाइड गर्नुपर्ने अवस्था पनि देखिन्छ। साथै विद्यालयहरूले पनि विभिन्न विश्वविद्यालयहरू छन्, जस्तै नेपालगञ्जमा लुम्बिनी प्राविधिक विश्वविद्यालय छ, उसले पनि यो आइटीको क्षेत्रमा एउटा काम गरिरहेको छ अथवा एउटा विद्यार्थीलाई अध्यापन गरिरहेको छ भने त्यस्ता विद्यालयसँग पनि सरकारले सहकारी गरेर र विद्यालय सहकारी गर्यो भने पनि एउटा विद्यालयहरूमा हामीले विद्यार्थीहरूलाई एआई टुल्सको बारेमा अथवा त्यसबारे पनि बढी हामी जानकारी गराउन सक्छौँ। र सरकारले पूर्ण रूपमा एउटा तालिम मात्रै पनि प्रोभाइड गरेर मात्र पनि पुग्दैन, साधन सम्पन्न पनि हुनु पर्यो। अहिले कतिपय ठाउँमा हामी के देखिरहेको छौँ भन्दा साधन छ, शिक्षकहरू तालिम प्राप्त छैनन्। कुनै ठाउँमा के देखिन्छ, साधन छैनन् तर शिक्षकहरू एउटा दक्ष छन्, उनीहरूले आफूसँग भएको सिप पनि प्रयोग गर्न सकिरहेका छैनन्। त्यसले गर्दा समय सापेक्ष तालिमको व्यवस्थापन गर्नु पर्यो। अहिले प्रविधि भनेको नयाँ कुरा हो, विज्ञानमा प्रविधि विषय सूचना सञ्चार विषय थपेको छ, पहिला विज्ञानमा थिएन। त्यसले गर्दा अहिले विज्ञान शिक्षकलाई पनि यो चुनौतीको रूपमा रहेको छ। अहिले यसै सन्दर्भमा म विज्ञान शिक्षक समाज नेपाल लुम्बिनी प्रदेशको अध्यक्ष भएको हैसियतले लुम्बिनी प्राविधिक विश्वविद्यालयसँग सहकारी गरेर बाँकी जिल्लाका शिक्षकहरूलाई आइसिटी सम्बन्धी ट्रेनिङ गत वर्षमा तेह्रौँ विश्वविद्यालयका आइसिटी हलमै सञ्चालन गरिएको थियो, जसबाट अहिले विद्यालयहरूमा उहाँहरूले त्यहाँबाट पाएको ज्ञानले गर्दा पनि एउटा सहज भएको छ। यस्तै किसिमको सरकारले पनि यस्तो कुरा अब एउटा कोर्डिनेसन गरेर गर्दाखेरि अलिक सहज हुन्थ्यो भन्ने जस्तो लाग्छ। यसमा विशेष त नीतिगत कुराहरू गर्नुपर्दाखेरि सरकारवालाहरूसँग समन्वय सहकारी अति जरुरी छ र आगामी दिनमा यस्ता नीतिहरू विद्यालयमा सूचना प्रविधिका नीतिहरू चाहिँ अवलम्बन गर्नुपर्छ जस्तो हजुरको अनुभवमा लागेको। कार्यक्रमको अन्त्यमा सूचना प्रविधिको सही उपयोग मार्फत सफल जीवन निर्माण गर्नका लागि विद्यार्थी, अभिभावक तथा सर्वसाधारण नागरिकलाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ? अहिले सूचना सञ्चार प्रविधिले अब शिक्षक रूपमा हेर्ने भने व्यापक रूपमा प्रयोग भएको पाइन्छ। जस्तै एउटा विद्यालयमा अहिले यो कोरोना आइसकेपछि एउटा कोभिडले सूचना तथा सञ्चारमा धेरै प्रगति मारेको देखिन्छ। अहिले त्यो बेलामा भर्चुअल माध्यमबाट क्लासहरू सञ्चालन भए, मूल्याङ्कन गरी गुगल क्लासरुमहरूबाट उनीहरूलाई होमवर्क दिने कामहरू पनि भयो। त्यसले गर्दा के हो भन्दा विद्यार्थीहरू घरमै बसेर पनि उनीहरूले सिक्ने अवसर पाएको हुनाले एउटा कोभिड एउटा महामारी रूपमा भए तापनि यसले एउटा सूचना तथा सञ्चार प्रविधिलाई अगाडि लैजानलाई पनि यसले प्रेरित गरेको छ। र यसले गर्दा अहिले हामीले गुगल विभिन्न किसिमका प्लेटफर्महरू छन्, जुमहरू छन्, एउटा गुगल मिटहरू छन्, यस्तोबाट हामी धेरै जसो जोडिएका थिएनौँ र परिचित पनि थिएनौँ। कोभिडको बेलामा यसले के गर्यो भन्दा विद्यार्थीहरूलाई पनि जोड्ने काम गर्यो र शिक्षालाई पनि निरन्तरता दियो। यदि यो सूचना सञ्चार प्रविधिको विकास नभइदिएको भए यो जुन कोभिडको अवधिले गर्दा शिक्षामा
यो विश्वमा नै धेरै पछाडि पर्ने अवस्था थियो। त्यसले गर्दा यसले के छ भन्दा अहिले एकदमै एउटा फाइदा रूपमा पनि दिएको छ। त्यसले यो विद्यार्थीहरूको लागि पनि फाइदा छ। जस्तै अहिले भन्यो भने विद्यार्थीहरूले त्यहाँबाट चाहेको बेलामा विभिन्न कुराहरू आफ्नै किसिमले किसिमले आफ्नो क्षमता अनुसार अध्ययन गर्ने मौका पनि पाएका छन् र उनीहरूले सिक्ने मौका पनि पाएका छन् भने शिक्षकले यसलाई आफूले जस्तै कन्टेन्टहरू जस्तै स्लाइडहरू बनाउनको लागि स्मार्ट बोर्डमा प्रयोग गर्नको लागि पनि प्रयोग गर्न सक्ने अवस्था भएको छ। र जुन प्रविधि छ एउटा अभिभावकले पनि के गर्नु पर्यो भन्दा विद्यार्थीहरूलाई आफ्ना बालबालिकाहरूलाई भनौँ मोबाइल हेर्नलाई वञ्चित गराउन पनि भएन। उनीहरूलाई खेल हेर्नुतिर अथवा मनोरञ्जन गर्नुतिर नलाएर त्यसमा भएका विषयवस्तुहरू अहिले भन्यो भने नेपाल सरकारले शैक्षिक जनशक्ति तालिम विकास केन्द्रले के गरिदिएको छ भन्दा सबै कक्षाका भर्चुअल पाठहरू एउटा भिडियो रूपमा राखिदिएको छ। उनीहरूले त्यहाँबाट हेऱ्यो भने उनीहरू विद्यालय कहिले नगएको बेला अनुपस्थित भएको बेला पनि छुटेका विषयवस्तु पनि उनले पूर्ण रूपमा अध्ययन गर्न सकिने अवस्था छ। त्यसैले अभिभावकले के गर्नु पर्यो भन्दा आफ्ना छोराछोरीहरूले मोबाइल चलाउँदा के चलाइरहेको छ के प्रयोग गरिरहेको छ पनि त्योतिर चासो दिनु पर्यो। उनीहरूलाई मोबाइल प्रयोगबाट वञ्चित गर्ने होइन। अहिले धेरै जस्तो अभिभावकको गुनासो विद्यालयमा के आउने गर्छ भन्दा छोराछोरीहरूले मोबाइल मात्र हेर्छ पढ्दैन भन्ने कुरा गुनासो आइरहेको छ। त्यसले गर्दा उनीहरूलाई मोबाइल नदिएर पनि मानिरहेको छैन। गार्जेनको गुनासोमा त्यही कुरा। तर उनीहरूले के गर्नु पर्ने गार्जेनहरूले विद्यार्थीहरूलाई आफ्ना बालबालिकालाई भनौँ मोबाइल त दिने तर त्यसलाई सीमित रूपमा के सम्बन्धी हो भनेर त्यो सम्बन्धी मात्रै सीमित गर्न सक्यो भने यसले अलिकति सहज हुन्छ भन्ने लाग्छ। धन्यवाद एम सर, अत्यन्तै ज्ञानवर्धक र प्रेरणादायक विचार हामीसँग बाँडिदिनु भएकोमा। दर्शक महानुभावहरू, आजको साइबर क्याफे कार्यक्रममा हामीले सूचना प्रविधि विशेष गरी शिक्षामा सूचना प्रविधिको प्रभावकारिता बारेमा महत्त्वपूर्ण जानकारी प्राप्त गर्नुभयो होला भन्ने आशा लिएका छौँ र आगामी श्रृङ्खलामा सूचना प्रविधि सम्बन्धी अन्य उपयोगी सामग्रीहरू लिएर पुनः उपस्थित हुनेछौँ। धन्यवाद। धन्यवाद सञ्चालकज्यू। यो साइबर क्याफे कार्यक्रममा मलाई आफ्ना सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा 2 शब्द राख्ने समय दिनुभएकोमा लुम्बिनी प्राविधिक विश्वविद्यालय रजिस्ट्रारलाई धन्यवाद ज्ञापन गर्दै र नेपाल टेलिभिजनमा यो आउने अवसर प्रदान गरेकोमा नेपाल टेलिभिजनप्रति पनि हार्दिक आभार प्रकट गर्दै त्यस्तै हामीले अहिले हेरिरहेका दर्शक वृन्दहरूलाई पनि सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा केही जानकारी प्राप्त गर्नु होला भन्ने लाग्छ। यसको लागि समय प्रयोग गराएको म हार्दिक आभार व्यक्त गर्दछु। हस्त धन्यवाद।